वेलकम छ ब्याक टु ब्याक न्यू भिडियो हैन गाइजहरु। आज चाहिँ यसो लाएर यहाँ चाहिँ पुर्याउने छ हैन हाम्रो गाउँबाट। हामी चाहिँ हेर्न जान लागेका छौं हैन। हामी पुरै हेर्ने मान्छे। हाम्रो कान्छा अंकल के जाम न आउनु के? हेलो कान्छाको। हाम्रो जीवन दाइ पनि हुनुहुन्छ हैन हैन। ए कान्छाको। हामी चाहिँ यसो लाएर हेर्न छौं। अहिले आउन लागेका छन् हैन भनौं न। त्यही नै हो। हाम्रो चाहिँ ग्याङ गइरहेछ है यहाँबाट। हजुरहरुलाई म देखाउने नै छु हैन। नाचेर आज चाहिँ रमाइलो हुन्छ है गाइज। खान्छङ्गल पारी चाहिँ छन् हैन, मान्छे आइरहेको छन्। पारीबाट चाहिँ स्टार्ट भइरहेको छ हैन। सो गाइज यहाँबाट चाहिँ आउँदैछ हैन हाम्रो बाजाको टोली चाहिँ हैन। यसो लाएर देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यहाँ चाहिँ टोली हैन भनौं न आइरहेको छ भनौं न। बोग्लाबाट त्यही नै हो गाइस। यहाँ चाहिँ पुरै रमाइलो हुँदैछ है आज चाहिँ। यसो लाएर भन्नु पर्दा हैन राम्रै त्यही हो टोलीहरु छ हैन। यहाँ चाहिँ अब जीवन चाहिँ जानी किन जानी त्यही हो। त्यही हो यहाँ चाहिँ टोली छ है। ओ मामा ओ मामा यहाँ चाहिँ हाम्रो मामा पनि देखिनु भएको छ है। यसो लाएर उ न हामी यत्रै बस्छौँ क्या अहिले उ छ क्या उसले। यहाँ चाहिँ टोली एकदम है। यहाँ चाहिँ अब हाम्रो महिला समूहको टिम पनि छ हैन भनौं न। यहाँ चाहिँ हाम्रो टोली चाहिँ यता छ हैन भनौं न। यसो लाएर यहाँ चाहिँ आगो र हैन बवाल भइरहेछ क्या। त्यही नै हो। उता चाहिँ देख्न सक्नुहुन्छ गाडी हैन बसहरु चाहिँ अंकल देखाउनु। हेलो गाइस। र मेरो युट्युब भ्लगमा केही भनिदिनु पर्यो अंकल यार। अब हाम्रो यहाँ जन्तीहरुलाई स्वागत गर्ने कार्यक्रम चल्दैछ हाम्रो गाउँको संस्कार अनुसार। तपाईको गाउँतिर के कस्तो छ कमेन्ट गर्नु होला। भिडियोलाई लाइक कमेन्ट शेयर गर्नु होला। बाँकी हेर्नु भिडियो मार्फत। ल ल ल ओके गाइजहरु। म त अलि अगाडि गइरहेको छैन यता चाहिँ नदेखेर। हाम्रो चाहिँ उताबाट आउँदै हुनुहुन्छ हैन। उता अब मिक्स हुन लाग्नु भएको छ हैन भनौं न। त्यही नै हो। यसो लाएर हैन यताबाट पनि जाँदै हुनुहुन्छ। त्यही हो भनौं न। यहाँ चाहिँ अब रमाइलो हुन्छ है। यो चाहिँ इभिनिङमा हो हैन गाइजहरु। त्यही हो। अब यसो लाएर यहाँ चाहिँ हाम्रो हरि भाइ मेरो बिग फ्यान हुन्छ यार अहिले यार। के हो भाइ यार। ल गाइज यहाँ चाहिँ जाँदैछौँ है। अब चाहिँ उता चाहिँ सागको टोली हो हैन भनौं न। यता हाम्रो चाहिँ लागिमको टोली हो। त्यही हो आउँदैछ टोली। अब नाच गाना हैन बवाल हुन्छ है। बवाल भइरहेको छ है गाइजहरु। यहाँ चाहिँ अब महिला समूहको हैन यहाँ चाहिँ नाच चाहिँ बवाल चलिरहेको छ। यो चाहिँ अब इभिनिङमा हो। हाम्रो गाउँघरतिर चाहिँ यस्तै हुन्छ हैन। हजुरको गाउँघरतिर कस्तो हुन्छ हैन भन्नु होला। यहाँ चाहिँ हाम्रो टोली चाहिँ यसो लागिरहेको छ हैन भनौं न। टोली नाचिरहेको छ है। यहाँ चाहिँ हाम्रो एकदम घारी पनि देख्न सकिन्छ यहाँ पनि हैन। त्यही हो। अनि म पनि यतै छ हैन भनौं। यसो लाएर रमाइलो गर्दै हैन। टोली पनि छ। के छ भाइहरु घर कता हो? सो यहाँ चाहिँ मान्छे छ है गाइजहरु। यहाँ चाहिँ नाच चलिरहेको छ। यहाँबाट चाहिँ देख्न सकिन्छ नाच हैन। यहाँ चाहिँ एकदम नाच चलिरहेको छ है रमाइलो। अब महिला समूह पनि हैन। यहाँ चाहिँ पुरुषहरु अब एकदम रमाइलो हुन्छ एकछिनमा पनि हैन। अब यहाँ फुल लगाउने कार्यक्रम भइरहेको छ हैन। देख्न सकिन्छ हैन भनौं न। ल गाइस हाम्रो टोली चाहिँ जाँदैछ हैन भनौं न।
जाँदै हुनुहुन्छ होइन यसो लाएर मान्छे पनि आउनुहुन्छ ल है हामी चाहिँ दाइलाई पनि भेटाइसक्यौँ हो के दाइ रेकर्डिङ हजुर पनि ल त्यही हो दाइजहरू जाम न अगाडि जाम हामी पुग्दै दाइज यार त्यही नै हामी अब जाँदैछौँ है दाइजहरू यसो लाएर यहाँ चाहिँ हाम्रो टोली पनि छ होइन लगाइ छैन त्यही नै हो यसो लाएर हाम्रो टोली छ है टन्नै होइन भनौँ न यहाँ चाहिँ हामी पनि छौँ दाइ आफूलाई देखाउनु म चाहिँ दाइलाई देखाउँदैछु होइन त्यही हो यहाँ चाहिँ हाम्रो टोली आउँदैछ बेहुलाएर माथि छ होइन भनौँ न यसो लाएर यहाँ चाहिँ टोली टन्नै छ है यहाँ चाहिँ भन्नुपर्दा टोली छ है यहाँ चाहिँ कताबाट र गाइजहरू यहाँ चाहिँ हाम्रो टोली पनि छ होइन हिँडिसक्यो टोली होइन यहाँ हाम्रो केटाहरू छ है जम्बो टोली छ यहाँ चाहिँ यसो नाचेर सकिन्छ माथि चाहिँ होइन यहाँ चाहिँ हाम्रो टोली है यहाँ चाहिँ हाम्रो टोली पनि आइसक्यो है यहाँ चाहिँ देख्न सक्नुहुन्छ होइन मान्छेहरू पनि यसो लाएर अगाडि पनि मान्छे धेरै छ है गाइजहरू त्यही हो दबाईको के सबै आइसक्यो तर म चाहिँ हल्का लेट भएर अलि पछाडि नै आएँ अगाडि चाहिँ हाम्रो टोली यही घर होइन यही हरियो कलर छ यही घर नै होइन त्यही हो गाइज ल गाइज ल यो भिडियोमा चाहिँ यति है गाइजहरू